ल यो चाहिँ मेरो बेसी खेतको गोठ हो हैन। टक्क आँपको बोट छ, यता अम्बकको बोट, यो खैरको बोट चाहिँ मरेछ हैन। अनि यो धान अब पाक्ने बेला भएको छ। टक्क यो धान पाकेपछि चाहिँ मङ्सिरमा बिहे गर्ने हो। यहाँ बाजा यता धान काट्ने कार्यक्रम चाहिँ यता हुँदैछ। यता आज हामीले यो भित्ताहरू काटेको हो यता अनि यता यो मुनिबाट काट्दै ल्याएको। अब लगभग हाम्रो मेलो किन्ने बेला भयो। दाजु तन्किँदै हुनुहुन्छ। ए बुक्सा सरकारी जागिर। अनि यहाँ चाहिँ एउटा खोलमा थियो, यो भत्केर अलिक बिजोक भएछ। यो बाँसकारीहरू यो अस्ति भर्खरै रोपेको जस्तो लाग्छ यो बाँसकारीहरू हैन। एउटा दुईटा रोपेको कस्तो छिटो बढेछ हैन। बाँसकारीहरूले राम्रो भएको छ। अनि अब यहाँ पहिला चाहिँ गोठहरू बनाउँदाखेरि बाँसहरू माथि गाउँबाटै झार्नु पर्थ्यो। अब अहिले यो बाँसहरू हुर्केपछि चाहिँ अब गोठ बनाउनको लागि बाँसहरू यतै उपलब्ध हुने भयो। अनि यो पनि गोठ हो। अनि पर यो चाहिँ धर्मशाला हो। काकाहरू त मादल धान काट्दै हुनुहुन्छ। धान गजबले फलेको छ, बवाल छ। मेरो भिडियो 2 मिनटको बनाऊँ भनेको। काका माइला काका। अनि यो पर चाहिँ कुल्लो है, यो पुरै यो कुल्लो हो। यो कुल्लो चाहिँ यो भित्ता हुँदै यहाँदेखि पर एउटा खेत छ, त्यो खेतमा पुग्छ यो कुल्लो चाहिँ। अनि यस्तै छ गाइज। अब मङ्सिर आउँदैछ, धान कटाइ मचिँदैछ। म गाउँमा छु, धान पाक्यो हैन। यो कुल्लो चाहिँ यता माथि जान्छ। बाँसकारीहरू बबाल लाग्यो। बाँसकारीहरू धान लाग्छ नि बारीको जङ्गल अनि माथि गाउँ है त गाइज। See you on next video. Bye bye.